डट बाइक नकिन है केटा ट्राइम बाइक किन ट्राइम भयो ल हाम्रो जर्नी स्टार्ट भयो है आज चाहिँ अब हामी स्टार्ट भयो जर्नी चितवन कलिङ जाडो छ केको भिड हो पेट्रोल हाल्न जाने हैन पहिला पेट्रोल हाल्न जाउँ टायर प्रेसर चेक गरौँ ओके अहिले कति बज्यो अहिले 4:30 बज्यो होला है अहिले 4:30 भयो हाम्रो जर्नी चाहिँ 4:30 बजेबाट सुरु भइरहेछ अब कति बजे पुग्ने हो थाहा छैन है बिस्तारै बिस्तारै जाने हो स्वयम्भू आइपुग्यो सनसेट भइरहेको रहेछ त दामी परा ओ माई गड दादा नि स्यान्डी क्यामेरा त बन्द भयो जस्तो छ त यो क्यामेरा बन्दै हुन्छ हो बन्दै हुन्छ ए झन्डै पजेर हो कि केले उडाइदिए उता भइरह पेट छैन तेल छैन ल यो अलिकति यसले झाउ बनायो क्या तेलै छैन रे यार कहाँ जाने होला त तेल हाल्न पेट्रोल छैन रे केले झाउ बनायो अर्को ठाउँ जाउँ न ल बस पखाइ बस भयो हामी सिधा पाइला हुँदै जाने होइन भन्छ यहाँ स्वयम्भूमा छ एउटा पेट्रोल पम्प स्वयम्भूमा हालौँ भन्छ पेट्रोलै छैन रे सनसेट हेर न सनसेट ल गाइजहरू आज शनिबार भएर होला खासै जाम छैन आज शनिबार भएर होला खासै जामै छैन क्या नत्र त खतरा जाम हुन्थ्यो यो बाटो पेट्रोल हाल्न अघि बढ्छौँ पेट्रोल यहीँनिर छ यहाँ पनि पेट्रोल छैन रे क्या लास्टमा त यहाँ त रहेछ कति गर्नु फुल हालौँ फुल ट्याङ्की फुल कति लिटर जाँदो रहेछ पहिल्यै छ तेल त अलिअलि भयो 1300 गयो 1300 पेट्रोल 8 लिटर ड्याममै आउँदै 8 लिटर पहिला कति लिटर थियो 13 लिटरको हो ज्याकेटको गोजी सजी लाउनु पर्यो 3000 पुगिसकेको छ यसलाई ट्रिप जिरो गरिदिउँ ल अब कति दिँदो रहेछ यता यहाँबाट हामी कति कुद्छ अब थाहा हुन्छ म बसेँ ल बस त्यो टायर प्रेसर नाप्ने ठाउँमा हेर न कतातिर यतातिर छ टायर नाप्ने टायरको प्रेसर नाप्ने यतातिर कहाँ छ त अब यहीबाट जाउँ है ल टायर पसल खोज्दै जानुपर्छ अब यहीँ है हावा हाल्नु पर्यो ल अब हामी टायर प्रेसर नाप्छौँ दुईटामा चेक गरौँ न पहिला ल यहाँ त के हो धुलो लागिसकेको अगाडि 26
अगाडि 26 हाल्नु पछाडि 33 34 हालिनु हुन्छ टायर प्रेसर नापेपछि निरन्तर 33 34 अघि बढ्छौँ हामी कति छ हेर्नु पहिला अठार छ त्यो हावा बढी छ भनेको 18 छ र 18 जम्मा कम रहेछ भने मैले हालेको छैन अहिलेसम्म हजुर होइन हाले छैन लिक्विड त यस्तै अर्को चाहिँ होला अर्को चाहिँ होला अब अगाडिको पालो अगाडि नि कमै छ होला कति छ दाइ 28 26 26 अगाडि त अलिक थोरै नै हाल्नु त्यो फेरि ढेडा ढेडा कति छ 26 पछाडि कति 33 34 34 त एकछिन कफी ब्रेक लिएको थियो कफी ब्रेक लिएर अब हाम्रो फेरि आफ्नो गन्तव्यतिर अगाडि बढ्छौँ पछाडि सानो चाहिँ लास्ट गाह्रो होइन यो बाइक अब हामी जान लागेको चितवनमा बसेको यहाँ अब बस्न गाह्रो भयो ट्रिपल क्राउन रिसोर्ट भयो यहाँ कफी खाइयो अब हामी फेरि चितवनको यात्रा सुरु भयो Let's go once again. बल्छियो अब लाग्छ होला यहाँ टाइम चाहिँ 2-3 घन्टै 3.5 घन्टा जति लाग्ला कि भनेर अनलाइन गरेछ म हेरौँ के हुन्छ कति अब चलाउनु चाहिँ अब अन्यले चलाइरहेको छ म चाहिँ बसिरहेको छु पछाडि यहाँबाट अब मुभलिङ कति लाग्छ थाहा नै छैन कति लाग्न सक्छ टर्न लाग्न सक्छ जस्तो लाग्न टाइम लाग्छ हामी यात्रा भनेको अब आज चितवन गयो भोलि नै फर्किने हो हामी चाहिँ अब बसिँदै राख्दैनौँ कामको लागि मात्रै आएको हामी आइपुग्यौँ अब भोलि भेटौँला अब रेस्ट गर्नुपर्ने तपाईँ यहाँ सोध्ने हो अब भोलि भेटौँला ल गुड मर्निङ है गाइज भोलिको दिन भयो हाम्रो मालिकको चाहिँ अब यहाँ हिजो रातिको ऊ भएर बाइक धुँदैछन् हेलो बाबा गए हामी माइज गए भयो जाने हो अन भयो अब हामी जानु लागेको है
मानघाट जान्छ त्यहाँबाट हामी अब हिजो चाहिँ हामीले मुगलिकबाट आयो आज चाहिँ हाम्रो प्लान के छ भने हाम्रो प्लान चाहिँ अब यता हेटौडाबाट जाने प्लान छ हेरौँ के हुन्छ अब कति हाम्रो कति देखाउँछ त्यहाँ हामीले काठमाडौँबाट यो होइन 193 हान्यो चितवनसम्म यहाँ टिकुर जङ्गलसम्म 5.6 को त्यो 5.6 को गयो होइन भनेपछि यहाँ 93 डिभाइडेड बाई 5.6 गरौँ न 34 माइलेज दिएछ राम्रै हुने है राम्रो हुने यार अब उहाँ जुस खान जाउँ अहिले हामी टिकुर जङ्गलमा छौँ जुस खान लाग्यो हामी जुस टक्कलाले खाएर जाने हामी कहाँ हो अहिले हामी कहाँ दिन फेरि तिमीको टाढा चिया खानु पऱ्यो एकछिन चिया ब्रेक चिया लिँदैछौँ हामी ब्रेक अब हामीलाई लाग्छ कति लाग्छ 2 घन्टा लाग्छ 2 घन्टा बिस्तारै बिस्तारै यहाँ चार्जर रहेछ तल गयो काठ पर्दाखेरि देखाइदेऊ न देख्छ र अब न कस्तो लाग्यो त टाइममा टाइम बवाल छ बवाल मेरो फर्स्ट एक्सपिरियन्स लङ राइड ट्राइममा एकदम मजा आयो होइन पैसा छ भने चाहिँ केटा हो डट बाइक नकिन ट्राइम बाइक किन ट्राइम अन रोड अफ रोड दुइटैको मजा लिन सक्छौ लास्ट कम्फर्टेबल छ ट्राइम बाइक होइन त मजा आउँछ चलाउनु लग्जरी फिल आउँछ डट बाइक नकिन है केटा ट्राइम बाइक किन ट्राइम